पहिला सोधौँ न यता आउनु। 900 रुपया बंडल है, 900 रुपया। 900 रुपये इसका। हाँ, ये वाला 900 रुपया। साथै आज चाहिँ हामी यहाँ सिलगढी कोर्ट मोडमा फुल खोज्न आएर सयपत्री फुल दिवालीको लागि र प्रदीपले चाहिँ 3-4 झाँकी लगेर कालेबुङमा बेच्ने अरे। अनि हामी पनि पायो भने चाहिँ अलिक लाने भनेको र यहाँ प्रदीप म सुमित तिनजना चाहिँ यहाँ फुल खोज्न आइरहेको छ। फुलका निचे भनेको त अब बोइलर र बोइलर यहाँ जाँदैछ हामी चाहिँ फुल खोज्न। यो बोतलको अचारहरू बनाउनु, बोतलहरू नि यहीँ पाउँछ त्यो बोतलका अचार बनाउने बोतलहरू क्या। कम्ता खोजेर लगेको मैले यहाँ पर चाहिँ के पन्डाल टाइपको बनाएको छ त पर सिलगढीमा चाहिँ कोर्ट मोडमा यहाँ बिहानै भिडभाड। ए त्यसले होलसेल भनेको त यो पो भनेको होला त हो यो भनेको होला त। अब चाहिँ हामी यहाँ सयपत्री फुलको माला कहाँ पाउँछ भन्दै यहाँको त यहाँनिर रहेछ। अब यहाँ चाहिँ खोज्ने हो सयपत्री फुलको माला। दोकानहरू हेर्नुहोस् है यही होलसेलमा वहाँ पे जाना परेगा। इधर से जाओ, इधर से उता होइन नि पर गाडीमा पनि लोड हुँदैछ सयपत्री फुल। हामी पनि जाँदैछौँ। यता हो यता पहिला सोधौँ न यता आउने। 900 रुपया बंडल है, 900 रुपया। 900 रुपये इसका। हाँ, ये वाला 900 रुपया। कितना तो होता है इसका? 20 पीस। 20 पीस का 900 तो कितना 45 रुपये? 45 रुपये। 45 रुपया। 45 रुपये माला रहेछ साथै यहाँ त सिलगढीमा 45 रुपये माला रहेछ। सिलगढीमा 50 रुपये माला हुन्छ। हाम्रो माथि दार्जिलिङ कालेबुङमा गयो भने चाहिँ कति चाहिँ होला? अब तपाईँहरू आफै सोच्नु। यहाँ सोधौँला अब। दादा ये पीला वाला कितना क्या ये बिक्री नहीं? हेर्नुहोस् है मेहनत मधेसको मान्छेको मेहनत चाहिँ यस्तो हुन्छ। हाम्रोहरूले चाहिँ यतिको मेहनत गर्नु सक्दैन। माला चाहिँ यहाँ रहेछ तर एकदमै ज्यादा दाम 45 रुपये। ठिकै रहेछ 15,000 भनेको। तिमीले 43 रुपये कति पर्यो भन्दै थियो होइन? ठिकै हो। उयो परेन। अब यहाँ अर्को दोकान चाहिँ यहाँ रहेछ कि दोकान भन्दा नि भाइ इधर बेच्ना है हाँ। यहाँ चाहिँ आर्टिफिसियल फुलहरू चाहिँ मालाहरू कति चाहिन्छ तपाईँलाई? कोर्ट मोडमा आउनुहोस्। यहाँ पुरा माला भेराइटिज माला हो। अनि यहाँनिर यो सयपत्रीहरू होलसेल दाममा पुरा तपाईँले सस्तो दाममा चाहिँ यहाँ पाउँदछ। कोर्ट मोडमा तपाईँले ब्रिज मुनि आउनुहोस्। ब्रिज मुनि आएपछि यो मालाहरूदेखि लिएर यो अरू माला
दीपावलीको जति पनि सामानहरू छ पूजाको लागि चाहिनेहरू सबै यहाँ अपने मन से फुटो अपने मन से निकाल्नु त कैसे हो कतिले बस्छ बोल्नु न मालाहरू यो पनि अर्को आर्टिफिसियल फुलको दोकानहरू छ कसरी यो 100 रुपैयाँ है गर्नु कहाँ 5 रुपैयाँ दिनु डलर 5 रुपैयाँ 5 वटाकै 100 त्यसको कति भन्छ त यो सोध नि यो यो कति हो भाइ यो कति हो 400 कितना तो है दिवाको भेराइटिज है दिया है यो चाहिँ विधान मार्केटको अगाडि यहाँनिर यहाँ दियाहरू चाहिँ जति पनि पाउँछ कलरको यहाँ दामी छ यहाँ दियाहरू ल यो चाहिँ विधान मार्केट अगाडि हो तपाईँलाई चाहियो भने तपाईँले आउनु सक्नुहुन्छ यहाँ कस्तो कस्तो चाहिन्छ दियो तपाईँहरूलाई अरे बाप रे बवाल छ अब चाहिँ म मार्केटमा यहाँनिर बेग दोकान आएको चाहिँ अब बेग किन्ने भनेर यो मार्केटमा यो पछाडिपट्टि तपाईँले ब्यागहरू चाहिँ सस्तै पाउनुहुन्छ भेराइटिज वो कपड़ा डालने वाला दिखाई ज़्यादा लंबा नहीं है वो ठीक साइज का इसको देखिए साइज वहाँ पर लगा हुआ है दिस साइज इज 20 फुल दोकान पनि गयौँ अनि मार्केटमा आएर दियो पनि किन्यो अनि बेग पनि किन्यो अनि अहिले चाहिँ हामी एक्रोपोलिस मल जाने त्यहाँको चाहिँ म भिडियो बनाउँदिनँ आज मेरो भिडियोहरू यहीहरू हुन्छ है यही तपाईँहरूलाई देखाउँछु र अरू चाहिँ मेरो आजको भिडियो हाटमा चाहिँ केही पनि हुँदैन प्रदीप चाहिँ आज फर्किने बिचरा हामीलाई छोडेर जाँदैछ प्रदीपले मेरो सबै मासु सक्यो हो हिजै एउटा पनि गएन म चाहिँ मासुवाला हो नि त